ल हेर्नुस् है साथीहरू, यो क्षेत्र काठमाडौँ जिल्लाको चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 3 जोखाल क्षेत्रको यो दृश्य मैले यहाँहरूलाई यो देखाइरहेको छु। यो टनेल खेती प्रणाली, यहाँनिर गोलभेडा फलिरहेको अवस्था, पुरा यो बिघौँ जमिनमा यसरी लगाइरहेको छन् यहाँको किसानहरूले। यो टनेल प्रविधि यहाँले देखिराख्नु भएको छ र यहाँनिर यो गहुँ पनि लगाइरहेको रहेछ। पारिपट्टि गहुँको दृश्य यहाँहरूले देख्न सक्नुहुनेछ केही आकारमा। यहाँबाट अलिक दूरी टाढा भएको हुँदाखेरि त्यति सफा त देखिरहेको छैन, तैपनि त्यहाँ गहुँ लगाएको मतलब अब काट्ने बेला भएको यहाँबाट देखिरहेको छु। र तराई क्षेत्रमा बरु यस्ता प्रविधिहरू कमै हुन्छन्। मतलब हाम्रोतिर बढी धान, मकै, तोरीलाई प्राथमिकता दिने चलन छ र यो क्षेत्रमा यो सागसब्जी र गहुँलाई चाहिँ प्राथमिकता दिँदो रहेछ। शुद्ध रोटी खानको लागि गहुँलाई जोड दिएको कि भन्ने हामीलाई लाग्छ। र हाम्रोतिर यो बारी भए तापनि हामीले गहुँलाई मतलब राखिन्न, किनकि अलिकति गहुँ लगाउँदाखेरि ढिलो मात्रै काट्ने बेला हुने र अलिकति यसमा समय अनुकूल नभएर पनि गहुँलाई प्राथमिकता दिइँदैन र त्यहाँनिर जङ्गली जनावरले दुःख दिने कारणले गर्दाखेरि गहुँलाई हामीले अलिकति वास्ता गरिन्न। गहुँको साटोमा हामीले आँटा नै प्रयोग गरिन्छ र मैले पोलतिर यो टनेलको दृश्य देखाइरहेको छु। समग्र यो सिस्टमहरू हामीले गाउँघरमा सिक्नु जरुरी छ। हस्त, धन्यवाद।